जेठो प्रकाश पोखरेल अहिले त्यो अख्तियार अख्तियारको उपसचिव छ। कान्छो छोरो कम्प्युटर सफ्टवेयर कम्पनी चलाउँछु, उता काठमाडौँ चलाइरहेको छ। छोरी कामना सेवा विकास ब्याङ्कमा कानुनी सल्लाहकार मान्छे राखेको छ, अधिकृत त्यही हो छु। र त्यहाँ छ हामी यहाँ चाहिँ पुराना बेहुला रेलीमा चाहिँ यसो दमकमा घर चाहिँ पहिले धरमपुर तल पारा लागेको त्यहाँ चाहिँ छ अलिकति जग्गा। ल मेरो मेरो परिचय दिउँ। अहिले पछि 2 नम्बर वार्डमा छोराछोरी नाति नातिनी दुईजना छन्। नातिनी काठमाडौँमा छ, नाति जापानमा छ। घरमा बुढाबुढी मात्रै, छोरा बुहारी आउँछ दोकान छ। पछाडि बाटैबाटै झरेको हो। म नरपतिको नाति छोरो सैँड हो। अहिले चाहिँ यो दमक 3 नम्बर कोलापारो र मेरा 3 जना छोरा पनि म अनन्त लालको नाति, तुलसीरामको नाति, मृगलालको छोरो जेठो, मेरा छोराछोरी भनेको 7 जना, 3 भाइ छोरा, 4 छोरी। त्यो चाहिँ बिर्स्यो। बसाइजी भन्नुपर्ने छैन। हाल बसाइ चाहिँ कमल गाउँपालिका वार्ड नम्बर 5। सानो बाबुले पनि परिचय दिने नाम भन्ने हाम्रो नमस्कार। हाम्रा छोरा सन्तानमा 2 भाइ छोरा, सुमन पोखरेल पेसा शिक्षक, अमल सुमान सुब्बासी, कान्छो छोरा सुमन पोखरेल पढाइ अध्ययन शिक्षा बालको अमेरिका छोरी बुहारी बिना भट्टराई पत्नी पञ्चायत पहिले घर बागे जाँदा र हाल चाहिँ मेरा छोराछोरीहरू 3टा थिए, 2टा चाहिँ गइसक्यो भने अब अहिले काम छ। मेरो नाम प्रवीण पोखरेल, तुलसीरामको नाति, काशीनाथको छोरा म, कान्छो, बसाइ उठाबारी 8 हो, लाटे नौतनको वार्ड नम्बर 8।
छोराछोरी जम्मा 3 जना छोरा र छोरी बाहिरतिरै छन् कान्छो यहीँ नेपालमा घरमा चाहिँ अब हामी जम्मा 2 जना सबैको पनि त्यही हो आन्सरलाई चाहिँ अलिकति झिलिमिली पारौँला भन्ने उद्देश्य थियो तर अब त्यतिखेर अहिले विदेश जाने क्रम जस्तै बसै जाने क्रम हुँदाखेरि बसैमा आइहाल्नु पर्ने बाध्यता भयो त्यसले गर्दाखेरि म गोलाटाराहरू बसेको आङसराङ गरे मेरो पार बसाइसराङको क्रममा चुलाचुली टाढी हुँदै अहिले पत्नी संसारै वार्ड नम्बर 3 मेरो हजुरबाको नाम रामचन्द्र पोखरेल उहाँको कान्छो छोराको छोरो माइलो लक्ष्मी पोखरेल बासँगै आउनुभयो केटा आइहाल्यो भन्नु बानी हाल्नुपर्छ हरिप्रसादको नाति हेमप्रसादको छोरो जेठो भानुभक्त पोखरेल ओर्लाबारी 5 द्रौपदी पोखरेलको पनाती स्वर्गीय जयनारायण पोखरेलको नाति महेन्द्र निकै भयो नाम चेन्ज गर्ने बेला हो महेन्द्र धेर भयो कि नाम चेन्ज गर्ने बेला हो होइन धेरै भयो नाम सुन्दा त रातन्द्रै आउला जस्तो लाग्यो तिमी पनि बोल्ने कान्छो छोरा शैलेन्द्र पोखरेल हाल बसोबास चाहिँ उर्लाबारी नगरपालिका 8 नम्बर पुरानो हाम्रो सबैको एकै ठाउँमा आएकोबाट अनन्तलाल सबैजनालाई म अनन्तलालको पनाती देवी प्रसाद पोखरेलको नाति केवल राम पोखरेलको छोरो माइलो जन्म चाहिँ पास्टर आङसराङ डोबाटे नै हो हालको बसोबास राजेन्द्र प्रसाद दिपकको भाइ माइलो नमस्ते मेरो नाम गिल्सन पोखरेल हाल तमक 1मा हल्लारचोकमा बसेको छु कार्यरत चाहिँ अहिले विद्युत प्राधिकरण दमकमा छु मेरो पुर्खौली घर चाहिँ डोबाटे आङसराङ हाल फागुनन्द गाउँपालिका अनन्तलालको पनाती देवी प्रसादको नाति अनि विश्व पोखरेलको छोरा उहाँको छोरा हो म त्यही हो मेरो परिचय नमस्कार मेरो नाम सुदन पोखरेल हो म चाहिँ खडानन्द पोखरेलको नाति सूर्य प्रसाद पोखरेलको छोरा सुदन पोखरेल नमस्ते मेरो नाम चाहिँ प्रकाश पोखरेल म दीर्घलालको नाति दिल्ली प्रसाद पोखरेलको छोरा कान्छो हाल बसोबास कमल गाउँपालिका 5 पहिला पुर्खौली चाहिँ पास्टर आङसराङ